Hello everyone, welcome to my channel. After a long time म फेरि पनि हजुरहरूको माझमा आइसकेको छु अनि मेरो चाहिँ लगभग 1 वर्ष जति ग्याप भयो। अनि आज चाहिँ मैले मेरो 1 वर्षभित्रको जुन जर्नी थियो त्यो जर्नी चाहिँ हजुरहरू माझमा सेयर गर्न गइरहेको छु। यो टाइममा चाहिँ म लगभग डेलिभरीको लागि प्रिपेयर भइरहेको बेलाको भिडियो हो। यो चाहिँ 9 महिना पुग्दाखेरिको भिडियो हो है। अब डेलिभरी हुनको लागि धेरै टाइम थिएन अनि त्यसपछि म त्यसै 1 हप्ता 10 दिनमा त म डेलिभरी भइहालेँ। अनि डेलिभरी भएपछि मेरो यति राम्रो क्युट छोरा मैले जन्माएँ। अनि यो जर्नीमा चाहिँ मेरो हस्बेन्ड पनि अनि नेपाल आउनु भएको थियो र मलाई अनि मेरो छोरालाई मेरो हस्बेन्डले धेरै केयर गर्नुभयो। अनि यो भिडियो मार्फत पनि म मेरो हस्बेन्डलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। उहाँले हामीलाई धेरै केयर गर्नुभयो, धेरै हेल्प गर्नुभयो। अनि अहिले चाहिँ हेर्नु न, यो भिडियोमा हजुरले देखिरहनु भएको छ मेरो हस्बेन्डले बाबुको कति मजाले केयर गरिरहनु भएको छ। अनि हेर्नुहोस् न, यो भिडियोमा चाहिँ यो चाहिँ मेरो हेर्नु खुट्टाभरि, मेरो हातभरि अनि मलाई चाहिँ एकदमै चिलाएर एलर्जी पुरै आएको थियो कि। अनि यो आफ्टर डेलिभरी चाहिँ मेरो यस्तो भएको थियो, यस्तो बेहाल भएको थियो हालत। अनि कस्तो गाह्रो भएको थियो यो टाइममा। अनि यो टाइममा चाहिँ मलाई त्यो एलर्जीहरू पनि आउने अनि मेरो बडी यति तात्ने, यति गर्मी हुने। मलाई त्यो कुरा सम्झिँदाखेरि त अहिले त ओहो, मैले त्यो जर्नीहरू पनि पार गरेर आएँ भन्ने लाग्छ क्या। थ्याङ्क गड भन्ने टाइपको लाग्छ क्या। अनि अब त डरै लाग्छ हो। के अरे त्यो पललाई सम्झिँदाखेरि क्या, यति गाह्रो भएको थियो मलाई है। अनि त्यो कारणले पनि मैले हजुरहरू माझमा भिडियोहरू ल्याउन पाइनँ। अनि अब चाहिँ भनेदेखि म चाहिँ मेरो भिडियो कन्टिन्यू गर्छु भनेर चाहिँ मैले सोचिरहेको छु। अनि सोचिरहेको मात्र होइन, अब म कन्टिन्यू गर्छु नै हजुरहरू माझमा चाहिँ। म अब नयाँ नयाँ भिडियोहरू ल्याउने छु। हेर्नु न, यो बेलामा चाहिँ मेरो हस्बेन्ड नेपाल आउनु भएर अनि हामीसँग टाइम स्पेन्ड गर्नु भएर अनि यो चाहिँ फर्किने टाइममा हो। उहाँ चाहिँ फेरि बाहिर जानुपर्ने थियो नि त, आउट अफ कन्ट्री हुनुहुन्छ मेरो हस्बेन्ड। अनि उहाँ चाहिँ अब फर्किने टाइममा यति दुःख लागेको थियो है। अनि उहाँलाई पनि यति दुःख लागेको थियो होइन। उहाँले अब हामीलाई देखाउनु त हुन्न है बाहिर, अब केटा मान्छेहरू स्ट्रङ हुन्छ नि त। अनि त्यो भएर अनि बिचरा मनमा त कस्तो भएको होला नि त है। अनि यति सानो छोरा छोडेर जानु पर्दाखेरि कति पीडा हुन्छ नि त होइन। अनि अब नगए पनि नहुने बाध्यता है। अब के गर्नु, नेपालमा बसेर पनि त्यस्तै हो। के राम्रो इन्कम हुँदैन नि त। अनि बाहिर जानुपर्ने हुन्छ। त्यही हो गाइस। अनि उहाँ चाहिँ अनि उहाँलाई चाहिँ हामीले यो टाइममा चाहिँ बिदाई गरेर हामी अनि फर्केपछि त्यही हो, छोरा र म फेरि पनि 2 जना मात्र भयौँ गाइस। अनि यो बेलामा चाहिँ कति शून्य हुँदो रहेछ। हस्बेन्ड हुँदाखेरि कति रमाइलो भएको थियो, हस्बेन्ड जानु भइसकेपछि यति शून्य भयो, कति नरमाइलो लागेको थियो। तर पनि के गर्नु, अब यस्तै हो है। अब नरमाइलो लागे पनि अब बस्नै पर्यो। अनि म चाहिँ छोरालाई मजाले तेल लाउँदै थिएँ अनि मसाजहरू गरिदिँदै। अनि मेरो छोरो चाहिँ अनि मजाले खेल्छ पनि। अनि उसलाई चाहिँ धेरै जस्तो त हाई गर्छ कि, बच्चाहरूलाई चाहिँ धेरै हाई आउँदो रहेछ कि। अनि जतिखेर पनि हाई आउने
अनि सुत्ने त्यस्तो गर्ने। अनि यो चाहिँ छ नि गाइज, अनि मेरो बाबुलाई अनि यो चाहिँ पोलियो खानिदिएको थियो। अनि त्यो पोलियो सँगसँगै खोप पनि लाउनु पर्ने थियो, खोप पनि लायो। अनि त्यसपछि मेरो छोरो कस्तो रे रुको के कस्तो मुख बनाएर, अनि तर त्यस्तो चाहिँ रुँदैन रहेछ क्या, अलिक स्ट्रङ रहेछ है। अरू बच्चाहरू चाहिँ कति धेरै रुको थियो, तर ऊ चाहिँ धेरै रुएन। अनि तर मेरो बाबुलाई हेर्नु न बेलुकाखेरि त ज्वरो आएछ क्या, त्यही पनि हेर्नु न कति माया लाग्दो अनुहार बनाएर बसेको थियो। अनि यो चाहिँ अनि अलिकति निको हुँदै गएको बेलाको हो। अनि मेरो छोरालाई चाहिँ मैले टमी टाइम पनि गराउँछु कि टाइममा। अनि हेर्नु न, अनि मेरो बाबुलाई चाहिँ मैले यो चाहिँ बेलामा चाहिँ नुहाइदिएको। अनि त्यो खोप लगाएको 1 हप्ता 10 दिन चाहिँ पानी पार्नु हुँदैन भनेको थियो। अनि त्यसपछि चाहिँ 10 दिनपछि चाहिँ मैले नुहाइदिएको मेरो बाबुलाई। अनि कति मजाले बस्छ हेर्नु न, नुहाइदिँदाखेरि पनि कति मजाले बसिरहन्छ, रुँदैन भनेको। बाबुको चाहिँ त्यो खोप लगाएको ठाउँमा चाहिँ त्यो घाउ पिल्सेछ कि नुहाउँदाखेरि। अनि मैले चाहिँ वाट्सएपमा के अरे फोटो खिचेर अनि डक्टरलाई पठाएको थिएँ। अनि डक्टरले चाहिँ केही पनि हुँदैन, यो आफै निको हुन्छ भनेर भन्नुभयो। त्यसपछि चाहिँ ए ल त नि भनेर ढुक्क भयो, नत्र त ला के भएको होला भन्ने लाग्दो रहेछ कि। अनि बाबु नानीहरूलाई के भयो भनेदेखि ला के भयो भन्ने जस्तो त्यस्तो फिल हुँदो रहेछ कि। अब नानीको आमा भइसकेपछि त्यस्तो हुँदो रहेछ। यो बेलामा चाहिँ मेरो बाबुको फोटोसुट गरेको बेलाको भिडियो हो। अनि उसको मामाले चाहिँ फोटोसुट गरिदिनु भएको थियो। उसको मामाको आफ्नै स्टुडियो छ, त्यही भएर हामीलाई फोटो खिच्न अन्त जानु परेन, सजिलै भएको थियो हामीलाई। अनि हेर्नु न यो बेलामा चाहिँ मेरो बाबुको कपाल झरेर कस्तो बिजोकै भएको थियो। पुरानो कपाल झरेर नयाँ कपाल पलाउँदो रहेछ नि त बच्चाहरूको। अनि त्यही भएर अनि म चाहिँ कपाल झरेको भनेर के अरे भिडियो बनाउँदै थिएँ कि। अनि आज उसको मामा घरको हजुरआमासँग हेरेर न कस्तो मजाले हाँसिरहेछ। अनि उसको आमाले के भन्दै हुनुहुन्छ कि, अनि आमालाई हेर्दै अनि हाँस्दै गरिरहेको छ। अनि मेरो छोरा अब हेर्दा पनि ठुलो भयो, छोरो पनि मजाले खेल्ने भइसक्यो। अनि यो बेलामा चाहिँ मेरो छोरोको अनि कपाल काटिदिन लागेको। अनि मम्मी चाहिँ डराउँदै हुनुहुन्छ कि। मम्मीले चाहिँ यस्तो कहिलेलो मासुमा पऱ्यो भने के गर्ने होला नि, मलाई त डर लाग्छ भन्नुहुन्छ कि। अनि म चाहिँ बाबुको हेयर कट चाहिँ म आफैले गरिदिन लागेको। कपाल काट्ने बेला पनि ऊ त रुँदैन भनेको, कति ज्ञानी भएर बसेको थियो। अनि मजाले कपाल काटिदिएँ। अनि कपाल काटिदिइसकेपछिको फाइनल लुक हजुरहरूलाई देखाउँछु। टेन्टाडाङ हेर्नु न आफ्टर हेयर कटिङ कस्तो देखिन्छ गाइज, कमेन्ट गर्नु है। अनि मेरो बाबुलाई चाहिँ मैले अगाडि बोकेर पुरै। अनि यहाँ चाहिँ मेरो छोरो हाँसिरहेछ, मजाले खेलिरहेछ, हेर्दैछ मामुलाई। आमा के गरेर देखाउँछु नि त उसलाई। अनि यो बेलामा चाहिँ मेरो छोरोले फर्स्ट टाइम केही कुरा चाहिँ आफ्नो हातमा चाहिँ होल्ड गरेको। मेरो बाबुको फर्स्ट टाइम है, फर्स्ट टाइम पहिलोचोटि मेरो छोरोले केही समात्दै गरेको भिडियो मैले रेकर्ड गरेर राखेको। अनि यो बेलामा चाहिँ हेर्नु न आमामामा मेरो दाइको छोरो र मेरो छोरो पुरै कम्पिटिसन भइरहेछ उनीहरू दुईजनाको। मजाले खेल्दैछ दुईजना। अनि यो चाहिँ साँझपखको समयमा मजाले टमी टाइम गरिदिँदै हो हिटर बालेर। अनि यो चाहिँ मैले अनलाइनबाट मगाइदिएको कपडा हो। हेर्नु न कत्रो ठुलो पो मोटो पो हुँदो रहेछ भनेको कपडा त, बाफ्रे बाफ के गर्नु है अनलाइनबाट। अब फोटोमा भिडियोमा हेरेको भरमा किनिदिनु पर्ने हुन्छ, कस्तो हुन्छ ल्याएपछि त त्यही हो खासै चित्त बुझ्दैन। यो टोपी पनि मैले अनलाइनबाट मगाएको हो, तर कुनै सामान चित्त बुझ्दैन, कुनै सामान चाहिँ चित्त बुझ्छ, राम्रै हुन्छ कुनै सामानहरू चाहिँ अनलाइनबाट मगाए पनि। यो टोपी कति क्युट छ है गाइज।
अनि मेरो छोरा हेर्नु न यो बेलामा चाहिँ डाइपर लगाएको छ अनि त्यसपछि टोपी लगाएछ अनि एउटा मोजा लगाएको छ। एउटा मोजा त फुत्तै फुकालेर फाल्छ भनेको कसरी फुकाल्छ हो, एउटा दुईवटा खुट्टा यस्तो यस्तो चलाएर त अनि पुरै निकालिहाल्छ। अनि यो बेलामा चाहिँ पुरा मस्त सुतिरहेछ टोपी लगाएर, यो चाहिँ जाडो बेलाको समय हो नि त। अनि यहाँ चाहिँ हेर्नु न टुप्पी भएको टोपी लगाएर पुरा हिरो बनेर पुरा बसिरहेको छ कि मेरो छोरो। आमामा ठाडो बसेको मेरो छोरोको एक भिडियोहरू चाहिँ मैले क्याप्चर गरेर राखेको छु कि अब जस्तै पहिलोचोटि के गरिरहेछ भन्ने कुराहरू चाहिँ मैले चाहिँ मेमोरीको लागि चाहिँ मैले चाहिँ भिडियोहरू फोटोहरू खिचेर राखेको हुन्छु कि। अनि यहाँ पुरै हेर न उसको आमासँग कति मजाले हेर्नु, आमाले जिस्काइदिन्छ अनि फेरि पुरा हेर्छ अनि फेरि उसको आमाबाट लुपुक्क परेर सुत्छ कि। अनि त्यस्तो छ। अनि यो बेलामा चाहिँ हेर्नु न भर्खर उठेर पुरा मलाई हेर्दैछ कि अनि कति माया लाग्दो देखेको हेर्नु न। यो पनि फर्स्ट टाइम हो यस्तो उठेर यस्तो हेरेको, अनि मैले चाहिँ भिडियो गरिहाल्ने हत्तपत्त। अनि यो भिडियो चाहिँ मेरो हस्बेन्ड सेकेन्ड टाइम नेपाल आउनुभएको बेलाको भिडियो हो। अनि हेर्नु न कति मजाले आफ्नो बाबासँग बसिरहेको छ। अनि हामी चाहिँ मजाले भिडियो बनाउँदैछौँ अनि खुसी लाग्दो रहेछ हस्बेन्ड आउनु भएपछि चाहिँ। अनि उसको बाबा छोरा यति मजाले खेलिबस्छ कि दुईजना, आमामा साथी जस्तै कि। दुईजनालाई देखेर चाहिँ मलाई कस्तो खुसी लाग्छ, मन पनि फुरुङ्ग हुन्छ। दुईजना मजाले बाबा छोरा मजाले खेल्दाखेरि अनि दुईजनालाई साथमा देख्दाखेरि खुसी लाग्छ। अनि यो टाइममा चाहिँ हेर्नु न उसको दादा आएछ अनि त्यही भएर हामी चाहिँ आजभन्दा भोलिभन्दा हेर्दै मेरो हस्बेन्डको फेरि पनि फर्किने दिन आइसक्यो। अनि अब हामीसँग नेपालमा केही समय बस्नु भएर अनि अब बाहिर जान लाग्नुभएको। हेर्नु न आफ्नो छोरालाई कति मजाले माया गर्नुभएको, मनमा त कति पीडा छ होला है छोरा छोड्नुपर्ने, बुढी छोड्नुपर्ने हुँदाखेरि, तर के गर्नु यस्तै छ। अनि मेरो बाबु बिचरा एक्लै खेल्दैछ, उसको बाबा हुँदाखेरि त बाबासँग खेल्थ्यो, अब बाबा जानुभयो अब मामुसँग म जिस्काउँदैछु कि अनि त्यसपछि हाँस्दैछु। के गर्नु अब आमा छोरो मात्र भयो अनि दुईजना पुरै। यहाँ हेर्नु न कति क्युट देखेको हो मेरो छोरोलाई, कस्तो माया लाग्दो देख्छ नि। गाला पनि कति पोक्च्यो पुक्क परेको नि नक्कलेको। अनि त्यसपछि हेर्नु न यो भिडियोमा चाहिँ मेरो बाबु बिरामी भएर अनि रुगाखोकी लागेर ज्वरो आएर अनि उसलाई चाहिँ हामी हस्पिटल लान लागेको। हस्पिटल भनेकै यहीँ नजिकको मेडिकलमा लान लागेको। अनि मेडिकलमा चाहिँ डक्टरहरू पनि आउनुहुन्छ कि, हस्पिटलको डक्टरहरू आउनुहुन्छ अनि ड्युटी सकाएर आउनुहुँदो रहेछ। अनि हामीले डक्टरलाई देखायौँ, चेकअप गरायौँ अनि त्यसपछि उसलाई स्टेम पनि लिनुपर्ने भएर अनि उसलाई स्टेम लिँदै गराएको भिडियो हो यो चाहिँ। अनि मलाई चाहिँ हरेक कुराहरू चाहिँ भिडियो गर्न मनपर्छ कि मेमोरीको लागि। यहाँ पनि हेर्नु न मेरो छोरा कति क्युट देखेको, कस्तो माया लाग्दो छ नि मेरो छोरो त नि। अनि यो चाहिँ मेरो छोरोले पहिलोचोटि अनि एभोकाडोको प्युरी खाएको भिडियो मैले बनाउँदैछु। अनि हेर्नु न कति क्युटसँग हेर्छ अनि मेरो छोरोले यो चाहिँ अनि खेलेको हेर्नु न। अनि पुरै अनि पानी हाल्नुपर्ने रहेछ अनि त्यसपछि त्यहाँ अनि छप 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 गर्दाखेरि त्यो माछाहरू के चल्दो रहेछ कि। अनि हेर्नु न मेरो छोरो कति क्युट देखेको नि, पुरै खेल्दैछ केटो, यता ढल्किने उता ढल्किने। आमामा हेर्दै ठुलो भयो मेरो छोरो। अनि यहाँ पनि फेरि सेकेन्ड टाइम अनि हेयर कट गरिदिन लागेको। अनि यो बेला त टुक्रुक्क बस्नुभयो। फर्स्ट टाइममा चाहिँ टुक्रो बस्न सक्दैन थियो, यो टाइममा चाहिँ टुक्रुक्क बस्न सक्ने भइसकेको थियो। अनि त्यसपछि कपाल काटिदिँदैछु। अनि खै अब कपाल काटे पनि त्यो बाक्लो आउँछ भन्ने चाहिँ त्यो यतिकै भनाइ मात्र हो भन्छ, त्यही पनि
बाक्लो आउँछ कि भन्ने आशले काटिदिन्छु कि म चाहिँ। अलिक पातलो छ कि छोरोको कपाल, त्यही भएर यहाँ चाहिँ मस्तले सुतिरहेछ। फेरि यहाँ खेल्दैछ केटो। अनि त्यसपछि यहाँ चाहिँ मैले साइडमा मजाले खेलौनाहरू टकटक राखिदिएको कि भिडियो गर्नको लागि। कति राम्रोसँग खेलेर हाँसेको नि, आँखै चिम्सो पारेर हाँस्छ नि मेरो छोरा त नि। यहाँ पनि हाँस्दैछ। अनि त्यसपछि उसको मामा घरको हजुरआमाले के गर्दै हुनुहुन्छ अनि हाँस्दैछ। अनि त्यसपछि उसको उता घरतिरको हजुरआमा चाहिँ उतापट्टि साइडमा बसिरहनु भएको छ। आमा दाँत हेर्नु न, दाँत माथि एउटा देखेछ, तल दुईवटा देखेछ दाँत। यो बेलामा हेर्नु न मेरो छोरा त बदमास, जे पनि मुखमा हाल्छ। यो वायर पनि मुखमा हालेर अनि म चाहिँ भन्दैछु कि तिमी कति बदमास भएको, यो गर्नु हुँदैन, यो चल्नु हुँदैन, यो खानु हुँदैन भन्दैछु। तर उसले मानिरहेको छैन। उसले जे नगर भने त्यही गर्नुपर्छ। बच्चाहरू त त्यस्तै पो हुँदो रहेछ है। अनि यहाँ चाहिँ हेर्नु न, हामी सबै फ्यामिलीहरू चाहिँ अनि उता नेवारी खानेकुराहरू खान गएको थियो कि। अनि त्यो के पो ठाउँ भन्थ्यो हौ, त्यो ठाउँको नाम चाहिँ म अहिले त्यति त्यो कस्तो भन्दाखेरि मनमा आयो, मुखमा चाहिँ आएन कि अब के भन्ने अब। घाँटीसम्म आयो, घाँटीबाट बाहिर निस्केन। त्यो ठाउँको नामै हाँडी गाउँ कि के हो भन्थ्यो कि। अनि त्यसपछि त्यहाँ गएको थियौँ। अनि त्यसपछि हेर्नु न मजाले अनि हामी चाहिँ खाँदै थियौँ। मेरो छोरो त बिचारा केही खानु हुँदैन, हेरिरहेछ टल्ल भएर। यहाँ चाहिँ हेर न, उसको हजुरआमाले पुरा 1 2 3 4 भन्दै यस्तो गर्नुभएछ। अनि होइन भन्नुहुन्छ। अनि फेरि अनि 1 2 3 4 5 6 गर्दै पुरा के नम्बर गर्नुहुन्छ। अनि फेरि होइन भन्नुहुन्छ, मिलेन भन्नुहुन्छ, फेरि गर्नुहुन्छ। अनि त्यस्तो भन्दाखेरि हाँस्दो रहेछ के ऊ। अनि त्यसपछि अनि उसले चाहिँ त्यो गरिरहँदाखेरि चाहिँ ग्यास छोडेको थियो क्या। अनि त्यसपछि अनि मम्मीले के भन्नुभएको थियो भन्दाखेरि, ए तिमीले पुइ गरे हौ भन्दै हुनुहुन्थ्यो। यहाँ चाहिँ हेर्नु न, उसको घरतिरको हजुरआमाले चाहिँ पुरा उसलाई नचाउँदै हुनुहुन्छ कि। अनि यो बेलामा चाहिँ मेरो छोरोले अब बुक पढ्न त सक्दैन, त्यही पनि हेर्नु न त्यहाँ कम त त्यो समाएर पुरै उसले पढेको होला नि त होइन, उसको लागि त। पढ्दैछ मेरो छोरो मजाले। पढ्न त के पढ्नु र, त्यही पनि बुक समात्दैछ। बुक समाएपछि पढेकै त हो नि होइन। अनि यो चाहिँ के अरे मेरो छोरोको फुपूले चाहिँ पठाइदिनु भएको थियो कि बाहिरबाट त्यो बुक। त्यही भएर हेर्नु न, यहाँ वासिङ मेसिनमा त्यो कपडा धोएको, त्यो कपडा त्यो हेर्नु न, त्यो घुमेको ऊ हेर्दैछ दङ परेर छक्क परेर के भएको होला भनेर हेरेको होला नि है, छक्क परेर हेर्दैछ। यहाँ हेर्नु त मेरो छोराको हालत, बेडभरि पुरै सामान सबै छरपष्ट पारेर यस्तो बदमास गरिरहेछ। अब यिनीहरूको उमेर भनेको यस्तै हो है, बदमास काम गर्ने त्यस्तै हुँदो रहेछ। अनि मजाले बुक चाहिँ जे होस् उसले पल्टाइ हेरी टोपल्छ। अनि आमै हेर न त्यहाँ कति राम्रो छ क्या यो बुकहरू, फेरि कस्तो मजाको छ। यस्तो मजाको छ कि बुकहरू। अनि उसलाई रमाइलो लाग्दो रहेछ। अनि पढेर त के पढेर हुनु, खेलेर बस्छ बुक। छोरो पनि हेर्दै ठुलो भयो मेरो छोरो। अस्ति भर्खर जन्मेको जस्तो लाग्छ। अहिले हेर्नु त यस्तो भइसक्यो, यत्रो ठुलो भइसक्यो। यहाँ हेर्नु न, आमै दाँत हेर्नु न, दाँत मेरो छोरोको दाँत कति मजाको आइसकेछ नि मेरो छोरोको दाँत, ठुल्ठुलो भइसक्यो दाँत पनि। यहाँ फेरि खेल्दैछ पिँ गर्ने। आमामा यो फेरि मेरो छोरो कस्तो अचम्म भने, यस्तो त्यो कसैले सिकाउनै पर्दैन। आमै के भएको आजकलको बच्चाहरू, मेरो छोरो मात्रै यस्तो हो कि हजुरको छोराछोरी पनि यस्तो हो कि
कमेन्ट गर्नु है गाइज। हेर्नु न, कोही सिकाएको पनि होइन के होइन, आफै यस्तरी बजाउने भइसकेको ल। हेर्नु त, उसले बजाएको देखेर उसको माइजू पनि छक्क परिरहनु भएको छ। अनि म पनि छक्कै परिरहेको छु कि आमा म उभिनै नसक्ने मान्छेले कसरी चाहिँ उसले त्यो पुरा होल्ड गरेर हेर्नु अन्त पुरा बजाएर पनि राखेको छ। अनि ऊ उभि पनि राखेको छ क्या। आमा म अहिलेको बच्चाहरूलाई नसक्ने भा। अनि यहाँ चाहिँ उसको बाजे र अनि ऊ चाहिँ हेर्नु न त्यहाँ, आमा बाजे चाहिँ नातिलाई बोकेर हिँडिरहनु भएको छ। अनि नाति चाहिँ दायाँ बायाँ यताउति हेर्दै हिँडिरहेछ। अनि मेरो छोरो त आमामा यति सानोदेखि नै यता हेर्ने उता हेर्ने गर्छ भनेको। आमामा के हो, अचम्म छ अहिलेको बच्चाहरू। यहाँ हेर्नु त। अनि आमामा उसको अर्को बाजेले चाहिँ पुरा गाडी चलाउनलाई सिकाइरहनु भएको छ। उसले पुरै गाडी चलाइरहेको छ। म चाहिँ भिडियो गर्दैछु मक्ख पर्दै। ओहो कस्तो मजाले चलाउनु भएको भन्दै। यहाँ फेरि बाइक चलाउँदैछ उसले। के गर्नु र नि, अहिलेको बच्चालाई नसक्ने नि। पुरै हेर्नु है, आमा उभिएर चलाइरहेको छ कि। अब यति मात्र हो र, उसले अहिले यहाँ हामीले फुर्काइदिइराखेको छौँ क्या। ओहो कस्तो मजाले चलाउनु भएको नि भनेर भन्दैछौँ हामीले। अनि पुरा हेर्नु त्यहाँ माथि, अझ माथि ल हेर्नु त, माथि उभिएको हेर्नु। अनि हामी सबैजना हाँसेको। अनि ऊ त छक्क भइरहेको। यहाँ हेर्नु न, ओहो मेरो छोरोले आफैले समातेर पानी खाएको हेर्नु त। कस्तो के अब पहिलोचोटि आफूले समातेर पानी खाँदा कति छक्कै पर्छु नि त, होइन छक्कै लाग्छ नि त। अनि के गर्नु, खुसी पनि लाग्छ। अनि यो चाहिँ मेरो छोरोले पहिलोचोटि अनि काँक्रो खाएको। उसले चाहिँ हेर्नु त कति मजाले खाँदैछ। आमामा यो चाहिँ मेरो छोरो र मेरो चाहिँ अनि सेम ड्रेसमा, सेम कलरको ड्रेसमा है। अनि हामी चाहिँ यहाँ हेर्नु भिडियो गर्दैछौँ। यो बेलामा चाहिँ हामी चर्च गएको थियौँ। अनि चर्च सकिसकेपछि भिडियो बनाएको। अनि यहाँ हेर्नु न, आमामा काँक्रो यस्तो मजाले खान्छ कि उसले। अब हामीले दियो भने चाहिँ यसरी खान्छ, हामीले उसलाई नै दियो भने त उसले त कहाँको नि त्यो सारो पनि खान खोज्छ कि। अनि त्यो त अड्किन्छ नि त, त्यसो त दिनु हुँदैन। त्यही भएर उसले समात्न त खोज्छ तर उसलाई दिनु हुँदैन। हामी आफैले समातेर चाहिँ उसलाई दिनुपर्ने हुन्छ त्यो कमलो नरम भाग चाहिँ। ल गाइस, मैले हजुरहरूलाई मेरो प्रेग्नेन्सीदेखिको मेरो बाबु यत्रो भइन्जेलसम्म जुन मेरो जर्नी थियो, त्यो जर्नी हजुरहरूको माझमा सेयर गरेको छु। यदि हजुरहरूलाई मेरो भिडियो मन पर्यो भनेदेखि प्लिज हजुरहरूले मेरो भिडियोलाई लाइक गर्न सक्नुहुन्छ। अनि हजुरले कमेन्ट पनि गर्न सक्नुहुन्छ। यदि हजुरहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने हजुरहरूले मेरो च्यानललाई सब्सक्राइब गरेर मलाई सपोर्ट पनि गर्न सक्नुहुन्छ। हजुरहरूको एक लाइक, एक कमेन्ट अनि एक सब्सक्राइबले मलाई धेरै ऊर्जा मिल्न सक्छ। अनि मैले आगामी दिनहरूमा अरू भिडियो पनि मैले ल्याउन सक्नेछु। अनि मलाई अझ भिडियोहरू बनाउनलाई मलाई जुन प्रेरणा मिल्नेछ भनौँ न, हौसला मिल्नेछ है, साथ हजुरहरूको साथ र सपोर्टले। हुन्छ गाइज, हजुरहरूको दिन शुभ रहोस्। बाई गाइज, सी यू।